के तपाईले कुनै गुफाभित्र जंगल, नदी र बादल भएको कल्पना गर्नुभएको छ? यो कुनै कल्पना मात्र होइन, यस्तो गुफा साँच्चीकै अवस्थित छ। आज हामी तपाईलाई संसारकै सबैभन्दा ठूलो गुफाको रोमाञ्चक यात्रा गराउनेछौँ। सोनडोङ गुफा भियतनाममा अवस्थित एक अद्भुत प्राकृतिक चमत्कार। यो गुफा सन् 2009 मा पहिलो पटक वैज्ञानिक रूपमा खोजिएको थियो र तबदेखि यो गुफा विश्वकै सबैभन्दा ठूलो गुफाहरूको रूपमा परिचित छ। यसको आन्तरिक भाग यति विशाल छ कि यसभित्र 40 तले भवनहरू सजिलै अटाउन सक्छन्। यसभित्र पुरै जेट विमान उड्न सक्छ। 5 किलोमिटर लामो, 200 मिटर अग्लो र 150 मिटर चौडा गुफाको छानाबाट सूर्यको प्रकाश सिधा भित्र पर्छ। त्यही प्रकाशले जन्म दिएको छ एक अद्भुत दृश्य। गुफाभित्रको त्यो हरियाली यस्तो लाग्छ मानव पृथ्वीभित्र अर्को पृथ्वी छ। राम्रोसँग हेरियो भने त्यहाँ बोटहरू, झारहरू, किराहरू र चराहरू पनि भेटिन्छन्। केही वैज्ञानिक त भन्छन् त्यहाँ पाइने जीवहरू अन्यत्र कतै छैनन्।